ल नमस्ते सबैजनालाई है। हामी चाहिँ यहाँनिर कहाँ छु भने चाहिँ यहाँ भन्ज्याङ है, मार्केट स्टप होप। अस्ति तपाईँहरूलाई भिडियो हालेको थिएँ मैले है, एउटा घेवामा गएको थिएँ। त्यो आज मामको चाहिँ एकदम आज यो चाहिँ घेवा हो नि त काम है, त्यसले गर्दाखेरि आज जाँदैछु। मसँग हुनुहुन्छ यहाँ रिपन मेमे है, उहाँ चाहिँ हजुर उहाँ चाहिँ उहाँको पनि युट्युब च्यानल हुनुहुन्छ है। तपाईँको युट्युब च्यानल रिपन लामा युट्युब च्यानलको नाम छ। उहाँलाई पनि सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, सेयर कमेन्ट गरिदिनुहोस् है। उहाँले पनि राम्रो राम्रो भिडियोहरू हाल्नुहुन्छ है, एकदमै राम्रो कन्टेन्ट हुन्छ उहाँको, र उहाँलाई पनि सपोर्ट गर्नु होला गाइस है। र हामी चाहिँ एकदम लाग्दैछौँ अब सेलेमेन्डर लेक भन्ज्याङ। र हजुर आज तपाईँलाई फ्याबुलो है हजुर। मेरो भ्युवर्सहरूलाई पनि अलिकति भनिदिनु न, अब तपाईँले पनि एउटा है युट्युब च्यानल छ तपाईँको, तपाईँ यसरी सेवा गर्दै हिँड्नुहुन्छ है। लाइफ चाहिँ यतिकै है, यतिकै बिताउनु नै राम्रो होला जस्तो लाग्छ मेमी है। हजुर मलाई के लाग्छ भने तपाईँको धेरै हेर्छु नि त म यो तपाईँको च्यानल नि, तपाईँको मलाई मनपर्छ। कारण किनभने तपाईँले त्यो अवस्थाहरूमा पनि खिच्नुहुन्छ नि त, जसमा कि तपाईँलाई मन परेर इच्छाले मात्रै खिच्नुहुन्न क्या। तपाईँले चाहिँ अब मैले यो थालेपछि यो पूर्ण रूपले चाहिँ मैले यो जिम्मेवारी निभाएको छु, निर्वाह गर्नुपर्छ भन्ने जस्तो तपाईँको सुट हुन्छ नि त। त्यसले गर्दा म साह्रै मनपर्छ तपाईँको होइन। तपाईँको भ्युवर्सलाई म यही भन्छु होइन, उहाँ जिम्बजो जो हो उहाँ तामसिङदेखि तपाईँहरूलाई थाहै छ भनेदेखि चाहिँ आज चाहिँ हामी दुईजनाको यात्रा भने चाहिँ कहाँ बालासन नै जो हजुर नेवर बालासनसम्म रहनेछ आजको भिडियो चाहिँ हाम्रो। हेरेर तपाईँहरूले लाइक सब्सक्राइब एन्ड फलो पनि गरिदिनु होला जसलाई। र आज चाहिँ हामी एकछिन यो भिडियो पनि हामीले यहाँ बनाउने कोसिस गरिरहेका छौँ। यो चाहिँ भन्ज्याङ सेलिमेन्डर लेक भन्छ यसलाई हजुर। ल तपाईँ फर्स्ट टाइम यहाँ आउनुभयो नि हजुर हजुर। ल त मेमे जाउँ है, अब यो सेलिमेन्डर लेक हेरौँ है, त्यहाँदेखि यसो गफ गर्दै जाउँ। ल त गाइस एकछिनमा तपाईँहरूलाई भेट्नेछु, मेरो भिडियोमा बनिरहनु होला। यो त अन्त लेक त अन्त अटो पानी यहीँ छ, आफै पानी आएको रहेछ। यहाँको सङ्घ संस्थाहरू पनि लागि पर्नुपर्छ है हजुर। र त तपाईँहरूलाई म सम्पूर्णमा एउटा सूचना दिन चाहन्छु है। यो सेलिमेन्डर लेक है, यो भन्ज्याङ होइन मार्केट स्टप होप, म यहाँ आइरहेको छु है। र आउँदाखेरि चाहिँ मैले अस्ति पनि भिडियो हालेको थिएँ तपाईँहरूलाई है। यो एकदमै सौन्दर्य राम्रो, एकदमै राम्रो प्लेस छ है, एकदम ब्युटिफुल छ। र यहाँ चाहिँ म अब आफ्नो संस्थाहरूलाई पनि म अलिकति है भन्नु चाहन्छु है तपाईँहरूलाई। अब मेरो अलिकति वक्तव्यहरू अलिकति गलत हुने गएमा म पहिलाबाट क्षमा चाहन्छु। र यो अलिकति हेर्नुहोस् त, एकदमै अब यहाँनिर सेलिमेन्डर लेक भनेर यति दामी लेक छ है। तर यहाँनिर हेर्नुहोस् त, यहाँ बोतलहरू एकदम खाएर चाहिँ एकदम है, यो खाएको बोतलहरू, यो नराम्रो यो प्लास्टिकहरूदेखिको लिएर है यहाँनिर बोतलहरू यस्तोहरू त तपाईँहरूले है अब जो पनि घुम्न आउनुहुन्छ बुझिदिनुहोस् यस्तो है। यो कुरो आज मात्रै यस्तो भत्केर गएको छ, नराम्रो भएर गएको छ। तर यो आजको तपाईँ 5 वर्ष 6 वर्ष अगाडिको युट्युबमा सर्च गर्नु न यो च्यानल, यो पोखरीलाई है, यो लेकलाई तपाईँहरूले कस्तो ब्युटिफुल थियो, कस्तो राम्रो थियो है। तर अहिले यो हेरौँ यहाँको सौन्दर्य नै हराएर गएको छ, किनभने एकदमै मैला पारिदिनुहुन्छ, लेस कुरकुरे खानुहुन्छ। यसरी तपाईँहरूले एक जग्गा राखेर बरु डढाइदिनुहोस्, बस्नुहोस् है, एक जग्गा राखिदिनुहोस्, यसरी मैला चाहिँ नपारिदिनुहोस् है। र यही मेरो अब एउटा भनाइ छ कि मैले अस्ति पनि भिडियो हालेको थिएँ है। तपाईँहरूले जहाँ कहीँबाट पनि हेर्नुहुन्छ, तपाईँहरू संस्था हुन्छ है माथिबाट कुनै पनि तपाईँहरू डिपार्टमेन्ट, अब माथिबाट डिपार्टमेन्ट, तपाईँहरूले यो जग्गालाई पनि अलिक भिजिट गरेर चाहिँ अलिक सौन्दर्य दिनुहोस् न। यतिवटा अब यहाँनिर चाहिँ हेर्नुहोस् यो बाटोको अवस्था एकदमै खराब छ। र बाहिरबाट टुरिस्टहरू आउनुहुन्छ है, कलकत्ता दिल्ली कहाँ कहाँबाट घुम्न आउँछ, उहाँहरू गुगल म्याप सर्च गर्दै आउनुहुन्छ। तर यो जग्गालाई पनि घुम्नुहुन्छ, बस्नुहुन्छ। तर हेर्नुहोस् त यहाँको अवस्था चाहिँ एकदमै खराब छ। यसलाई चाहिँ अलिकति तपाईँहरूले पनि ध्यान दिनुहोस् न त। यो एउटा किनभने पनि आज तपाईँहरूले यो अलिकति बनाइदिएर यहाँको संस्थाले पनि यसलाई 2-3टा बोट चलाए पनि यहाँको लोकल हामी यहाँले गाउँ बस्ती कसैलाई त एउटा 2-3वटा घर है जीविका त चल्छ नि त है। मेमे अलिकति यो विषयमा पनि तपाईँले पनि अलिकति कुरा राखिदिनुहोस् न, फेरि पनि स्वागत छ है तपाईँलाई। म चाहिँ एकदमै मन पर्यो यो जग्गा हो। यहाँनिर चाहिँ मैले अब मेरो विचारमा चाहिँ के हो भने चाहिँ यहाँनिर हाम्रो जुन चाहिँ अब
जिटिए पक्ष छ जुन प्रकारको अहिलेको चेयरम्यान होइन, उहाँहरू पनि आएर यसलाई भिजिट गरिदियो भने यसलाई अझै सौन्दर्यीकरण गर्न सक्छ। यो किनभने यति राम्रो चिजलाई अझै जोगाइराख्नु चाहिँ हाम्रो गाउँको सङ्घ संस्था समाजको पनि यो जिम्मेवारी दायित्व बन्छ होइन। यो चिजलाई सौन्दर्यीकरण गर्नको लागि यसलाई सरसफाइ अभियानमा पनि अब गाउँ संस्था यहाँकै वरिपरिका सङ्घ संस्थाहरूले पनि यसलाई जोडिएर काम गर्यो भने र पार्टीसँग जोडिएर काम गर्यो भने यहाँ चाहिँ यति राम्रो बनिने रहेछ। ताकि अब हामी त गाउँकै मान्छे आउँदा यतिको शान्तिको फिल हुन्छ भनेदेखि चाहिँ बाहिरबाट आउने टुरिस्टहरूलाई झन् कतिको शान्तिको फिल हुन्छ होला, यो मलाई के महसुस भइरहेको छ। किन म आज फर्स्ट टाइम आएको, फर्स्ट टाइम आएर मलाई यहाँ बस्दाको यहाँ घुम्दाको अब एक प्रकारको मलाई एउटा मनमा होइन फिलिङ्स भइरहेको छ होइन, शान्ति स्वच्छ। अब यो हामी गाउँमै बस्ने मान्छेले यो देख्दा हामीलाई यस्तो हुन्छ भने चाहिँ बाहिरबाट आउने मान्छेलाई चाहिँ यो त सुनको खानी नै जस्तो हुन्छ नि। पोखरी नै यति राम्रो जग्गामा बसेको, माछाहरू पनि पुरा रहेछ क्या यहाँनिर हेर्नु। हजुर माछाहरू पनि छ। यो उयसको भ्यागुताको बच्चाहरू पनि रहेछ है। र सम्पूर्णमा तपाईँहरूले देखिसक्नुभयो है, उहाँको हाम्रो मेमेको अब मुखबाट सुन्नुभयो है। र तपाईँहरूले पनि एकपल्ट भिजिट गरेर चाहिँ अलिकति यसलाई सौन्दर्य गर्ने काम गरिदिनु भयो भने चाहिँ अति नै राम्रो हुन्थ्यो है। र यो मेरो यति भन्दै चाहिँ म के भने मेरो मुखबाट केही गल्ती शब्दहरू निक्ल्यो भने चाहिँ म क्षमा माग्छु है। र यति भन्दै तपाईँहरूले एकपल्ट चाहिँ ल त गाइस, हाम्रो यहाँ रिपन मेमेले है एकदमै शुद्ध पानी पिउनु हुँदैछ है। सेलिमेन्डर लेक है भन्ज्याङ मार्गेस्ट भोपमा है। हामी चाहिँ बालासन जाने क्रममा चाहिँ यहाँनिर अलिकति भिजिट गऱ्यौँ नि त। त्यसले गर्दाखेरि कस्तो पानी रहेछ यो मेमे? पानी अर्ग्यानिक छ, गुलियो गुलियो परेको अर्ग्यानिक है, यति दामी हेर्नु। एकैतालमा मरिहाल्यो। हजुर हजुर पानी पलाउँछ हजुर हजुर यो पानी हेर्नु सक्नुहुन्छ गाइस है, एकदमै चोखो पानी छ। यस्तो शुक्रबार दिनमा त है आगो बाल्न हुँदैन भनेर यहाँ बुझेको छ नि त, यसरी बुझेपछि कहाँ जान्छ पानी है। ल हाम्रो मेमेले हेर्नुहोस् नालाहरू खोलिदिनु हुँदैछ। जस्तै यो चाहिँ माछाको लागि रहेछ नि, त्यहाँ चाहिँ माछा उकालो नआओस् भनेर क्या सो गरेको छ क्या। ल ठिकै हो, एकदमै दामी छ पानी चाहिँ, टेस्ट चाहिँ। ल त भाइ यहाँ हेर्न सक्नुहुन्छ है, एकदमै सेलिमेन्डर लेक है भन्ज्याङ मार्गेस्ट भोप। तपाईँहरू एकपल्ट चाहिँ भिजिट गरिदिनु होला भाइ।